नमस्कार फेसबुक साथीहरूमा मै आज मेलौली नगरपालिका वार्ड नम्बर 1 रडमा बसाडीकी बारेको विकासकी बारेमा मैं थोक्कै कुरडी भन्न चाहन हुन सकन्छ तयनके जनतानकी लेखा विकासको जरुरत नाइ रहेछ कि अथवा ताइनी कोही आवाज उठाउन सक्ने मान्छे नाइ थिइन् कि भन्नमा म अलि कन्फ्युज हुनाले मैले यही कुरा आज गरे हूँ केही ताइनी अहिलेसम्म न त रोडको व्यवस्थापन थिएन न त कुनै अन्य विकासका कामहरू जस्या सबै गाउँमा लगभग लगभग अहिले हमारा मेलौली नगरपालिका हुमायपड्डान शिवनाथ नगरपालिका पञ्चेश्वर नगरपालिका शिवनाथ गाउँपालिका पञ्चेश्वर गाउँपालिका तमाईलाई लगभग लगभग बिजुलीको विस्तार भइसक्यो र हमारा मेलौली नगरपालिका बसाडी रडमा बसाडीमा आगरसम्म रोड छ उद पछा पानी विरोध गर्यो भन्ना विरोध गर्यो ठिक छ आफ्नो जमिन पड्डा र कसैको एक गोडो पड्डा छ तयकी लेखा ठिक छ विरोध गर्यो तब होइन आएको बिजुलीकी लेखा कहिले विरोध गर्यो क्या नाइ गए होइसकन्छ ताइन बैठे आवाज उठाउने मान्छे कमी छ कि अथवा ताइनका विकास जनतालाई विकास नाइ चाहिनो हो कि तय बैठे अब थोक्कै हमनले बुझ्नु पर्दैछ अब सामान्य जग्गा नजिक नजिक हुन्छ सबैले पुज्जका हिसाबले नाइ हमत त भइरहेछ भन्नाले चित्त बुझाउन भन्नाले ए यसो रहेछ कि इन जुन पाइक पड्डामा नान हामीले गर्यो भन्ने लेखा नान बुढो गरे परि और सबै कुम्ल्याउने काम गर्यो हो कि भन्ने मलाई लागन्छ यो 3-3.5 वर्षको एभरेज समयमा यो नगरपालिकाका पदाधिकारीले जननिर्वाचित जुन नेता छन् तनले अहिलेसम्म गरेको विकास र गरेका कामहरूलाई मैले केही नै देखेर जुलै छन् यिनलाई हामीले कस्याकी गद्या भन्ने हामीले थोक्कै जनचेतना र जनताले बुझ्नु पर्दैछ उटी यही लेखा औरलाई कुरडिका छन् यहीलाई रखला हम लेकिन यो क्या भयो क्या नै हुन्न आर्यो ताइनीको विकास ताइनी बैठे आवाज उठाउने मान्छे नाइ थिइन् कि नेता नाइ थिइन् कि अथवा ताइनी त्यो नेपाल त मेलौली नगरपालिका अलगैको क्षेत्र हो ताइनका मान्छे विकास अथवा कोही काम गर्नु पर्दा नाइ हो कि ताइनका नेता जनताले यति विचार गरिदिए कि हम भोट कहिलाई दिन नर्यौँ भोट दिइबर यिनले